पनि आइसकेको छु तपाईहरुको झ्याक्ने रोस्टर पिवाई अमृत किनभने बजारमा यस्तो खतरा खतरा मिमहरु आएको रहेछ एकचोटी सबै मिलेर हेरौँ अनि हाँसौँ है त यता पनि ल पक्कै उता पनि ल पक्कै यो केटाको साथ यस्तो धरम धरम यता पनि ल पक्कै उता पनि ल पक्कै यो केटाको साथ यस्तो धरम धरम के विधि छाडा भएको हुन् के मान्छेहरु ओ माय गॉड यार सबैलाई पालै पालो लाइनमा राखेर रोस्ट हान्न पर्छ जस्तो छ यार तर यो गीत पनि कस्तो यार बाँदर धपाउने गीत जस्तो छ यार आहाई मकै बारी दरम दरम तिमीले टिक टिक देखाइ देखाइ मैले हकै सके मम्मीलाई तिमीले यो जान गरेको हो कि अन्जानमा गरेको हो कि के हो कुन्नी एकचोटी लक्कड हातमा पर्छ त्यसपछि अकड आउँछ के अनि फोटो देखाइ देखाइ मम्मीलाई हैन अय्या मम्मी मोरे मम्मी मुझे घर जाना है भन्ने याद आउँछ अबे मजा आएगा ना भिड ओ दाइ भैँसी बेच्ने हजुरले हो नि भाइ हो भैँसी यही अगाडि छ तपाईहरु आफै हेरेर लग्नु न अनि दाजु भैँसी बेच्ने त भन्नुभयो हजुरको भैँसीको क्वालिटीहरु भनिदिनु जस्तै मोबाइल पसलमा मोबाइल किन्दाखेरि मोबाइलको बारेमा बताउँछ 2019 मोडल ब्ल्याक कलर फिनिशिङ डुअल क्यामेरा चार्जिङ पर्ट चाहिँ तपाईलाई फ्री मिल्छ चार्जर चाहिँ अवश्य किन्नु पर्छ है ताप क्रप बडे गेडा साडा पाक्यो अनि गेडा बाहिर निक्ल्यो गेडा गेडा जुद्यो अनि गेडा रे निक्ल्यो थुक्क दिदी तिमीलाई त लाज लाग्नु पर्छ कहाँ झरेछ गनी दाइ चटपटे बन्छ बन्छन् भाइ बनिहाल्छन् किन बनाइदिनु न 50 को 50 का ल ल बोलिदिन्छु ल खातामा लेखिदिनु के रे खातामा लेखिदिनु न फेरि भन त खातामा लेखिदिनु न भने हो दाइ ल ल्याऊ खातामा चटपटी लेख्दैछु भोलि आएर खाऊ है त पागल हो जाऊ न जाऊ सही हो बिचाराले पैसै नदिएर हैरान कटाथ्यो होला यहाँ भिडियो हेरेको मान्छेको नि कतिको खातामा अझै पनि छ होला के चटपट खाएको पैसा गरे तिर है सी व्हाट्स योर इन्टेन्सन मी अगाडिपट्टिबाट मुसारेर पछाडिबाट बोका यो बोका दिस कुड बी अस बट तिमी मजाक नै गर्न जान्दैनौ बेबी त मोबाइल दिन्न आफन्दा ठुलो मान्छेलाई अहिले कामरा लात्ताले दिन्छु अहिले फेरि के अरे ल हेरौँ मैले त स्योर पिटाइ खाए भनिरहेको के ल दामी दामी खासमा केटाहरूलाई नि केटीमा के चिज मनपर्छ आई मिन केटी मतलब केटीहरूमा के चाहन्छन् क्या मतलब उनीहरूले के चाहन्छन् केटाहरूलाई गर्लफ्रेन्ड बन्नको लागि चाहिँ तिमी जस्तो ठुलो ठुलो भएको मन पराउँछ अब बिहे गर्न लायकको लागि चाहिँ म जस्तो संस्कारी मन पर्छ हो यो त सही हो सही गर्लफ्रेन्ड भनेको त हट पट नै चाहिन्छ कि केटाहरूलाई तर बिहे गर्दा त संस्कारी भर्जिन साकार अनि पिता मेरो दाइ हो लभली भाइटिका भएछ त मैले बेबी पाउनु भन्दा अगाडि नै बच्चाको फोटो लिक भयो कि मैले बेबी पाउनु भन्दा अगाडि नै बच्चाको फोटो लिक भयो कि हाम्रो यो प्रियङ्का दिदीले जान यस्तो बोल्छिन् कि के हो कुन्नी कहिले अमेरिका गछु युएस ग छैन भन्छन् युके युएस यताउति धेरै गयो तर अमेरिका चाहिँ आउने जुरेकै थिएन कि कहिले के भन्छन् र एज फर जोजोले अब चिक्दैन भनिरहनु भएको हुन्छ बाबा बाबा आज मलाई मिसले सबको अगाडि हान्नु भयो को त्यो मेरा छोरालाई हान्ने त्यसरी जा तुरुन्तै गएर त्यो मिसको नम्बर ल्याएर आइज त्यसले तँलाई अगाडि हान्यो नि म त्यसको पछाडि हान्छु छिटो जा कस्तो भएको छ यहाँ छिटो जा हेर यो हे तिमीले भने अनुसार चलिन्न जे बजाऊ मेरो के हालिन्न ए आम्मा मामा म त केही बोल्दिन के लोकदरीको बारेमा त केही बोल्दिन किन लाइफ इज टु सर्ट टु आर्ग्यु जस्ट से लोकदरी इज गुड एन्ड मुभ अन डाक्टर हिजो तिम्रो एपोइन्टमेन्ट थियो किन नआएको बिरामी थिए डाक्टर चाहिँ पक्कै जोनी सिन्स हुनुपर्छ के त्यही भएर नआएको Nepali people are amazing. I love you so much and I'm really glad that we got a chance to visit Great Wall together. श्रीमतीलाई कस्तो लाग्छ इनले मही खाइन् नसम्झिनु सधैँभरि इन्टरभ्यु लिन कोठा मिलाउनु पर्छ रुम मिलाउनु पर्छ ए बुढालाई त लपक्कै जस्ट रिच पिपल थिङ्स ओके के हुँदो रहेछ है धनीहरूको ए सेक्युरिटी प्रोटोकल नाइस हाई लेभलको सेक्युरिटी हुँदो रहेछ यार
नाइस गाह्रो छ है गाह्रो छ यस्तो रिच भएर यस्तो हुन्छ भने त हुनु छैन मलाई म गरिब नै ठिक छु आहा कस्तो दामी यार छ्या गुको त चाक चाटेर आए जस्तो देखे यार छ्या तिमी यति हेन्सम छौ जीएफसीएफ त होला नि यार सिंगल फ्रस्टेड मी कहाँ छ ल प्रमाणित गरेर देखाउनु पर्यो नि झुटो कुरा गरेर बेइमानीपूर्ण प्रतिशोधपूर्ण निजताको पराकाष्ठा कति अत्याचारपूर्ण भन्न सकेको क्या मान्छेहरूले म त्यो कुरा स्वीकार्दिन बिल्कुल म पनि बिल्कुल स्वीकार्दिन म पनि वान एन्ड ओन्ली सिंगल हो छिमेकी आन्टी पक्कै कुरा काट्छन् म भन्दै थिएँ नि तपाईहरुलाई यो केटा ठिक छैन भनेर आज त देख्नु भयो नि अब त केटी घरमै पो ल्याउन थालेछ हे भगवान घोर कलियुग लागेछ अब चाहिँ मान्छे त ट्यापै भयो भने केटी चाहिँ खत्रै पट्याएछ के अचलका केटीहरुलाई त टक्सिक केटा मन पर्दो रहेछ साथी हो टक्सिक ओ माय गॉड आन्टीहरुलाई टक्सिक भन्न आएछ त यार आज भोलिको केटाकेटी खोजी नीति गरेर सकिदैन साथी हो जाउँ बरु भजन कीर्तनतिर गाह्रो छ आन्टीहरुदेखि बस्न गाह्रो छ यो नेपाल र इन्डियामा त यति गाह्रो छ कि सीसी क्यामेरा नभए नि हुन्छ टोल टोलमा आन्टीहरुले यति निगरानी गर्छन् प्रगति भएको हेर्न नि सक्दैनन् दुर्गति भएको हेरेर यति रमाउन खोज्छन् ओ माय गॉड फेरि उनको छोराहरुलाई त अरूले हेर्छ भन्ने नसोच्ने के अरूहरु नि त आन्टी नै हो नि उनीहरुको लागि लगाइ एकचोटि त हेर्नुस् न यो फरवर्डले हेर्नुस् है त किपरलाई कसरी झुकाइदिन्छ हेर्नुस् न सेकेन्ड बारमा हान्नु लाग्छ व्हाट अ गोल ब्रो नेक्स्ट लेभल किपर यार So I mean, this is not working. तिमी आफ्नो बाटो लाग म आफ्नो बाटो लाग्छु अब देखि मेरो घरले बाटो दियो This is called Sigma Male. Never beg for love. Just say goodbye and move on. Hey, Nikisa जस्तो यार. Too much गर्मी. यस्तै गर्न मन लाग्छ यार घरिघरि त के गर्नु अटेन्ड नरे पो हो Say some Nepali words. Randy Kuban. And what my chickname. किन नराम्रो सिकाउँछौ के विदेशीले यार कहिलेकाहीँ त राम्रो सिकाऊ यसपालि पनि दिदी परेन यार यहाँबाट काठमाडौँ जान त 1500-2000 लाग्छ त 200 मा अमेरिका जान खोज्छस् यार सही हो दुष्ट आत्मा तिमी यो निर्दोष केटीलाई किन बसमा लिइराछ छिटो भन तुम साहुर ए छोरा हो यो जेनजी आत्मा हो के माताजी ओ त्यो सुमेश बालाई फोटो खिचेर पाइदिए त्यसो भएन डिलिट गर छिटो यो मेरो साइड यो अब फोटो चुप म्याम पका मिसा chill stop being so manly such giving bad vibes ह्यान्डल गर्न सकेन यसलाई रुबा तपाई छिटो आइहाल्नु त यहाँ मैले यो फोटो हेरिसके यो लेभल 3 को आत्मा रहेछ चिन्ता लिनु पर्दैन यसलाई कन्ट्रोलमा राख्न इजी छ त्यसलाई युट्युबमा गएर स्ट्रिमिङ भिडियो देखाऊ के भने के एक साइडमा गेम प्ले भइरा हुन्छ एक ठाउँमा स्टोरी टेलिङ भइरा हुन्छ त्यही हो ड्रैगन टेल्स को 482 श्रृंखलामा दुई डर लाग्दा बल्ल शान्ति पाए अब चिया बनाउन जानु पर्यो अनि मलाई एउटा बोबाटी अरे म तपाईको छोरीलाई आफ्नो बनाउन चाहन्छु मीनवाइल माई जीएफ मदर बनाउँछु भन्न मात्र पाउँदैनस् बनाएर देख बनाउँछु भन्न मात्र पाउँदैनस् बनाएर देख छिटो बनाएर देख यस्तो सासु आमा परिन् भने त ससुराली गयो भने त दिनदिनै कुटे खाइन्थ्यो होला यार मान्छेहरूले बालेलाई प्रधानमन्त्री बनाउने भनिसके मान्छेले बालेनलाई भन्छन् बेडाले त मैलाई भन्छ नि ओइ तेरो गर्लफ्रेन्ड हैन अरु केटासँग हिँड त त्यो त्यसकै गर्लफ्रेन्ड हो के म चाहिँ कहिले कहिले हिँड्छु आदरणीय दर्शक जनताहरु ठुलो पीडामा छन् समस्यामा छन् बाटोमा नहिँड्नु गोली हाल्न कसैले अरे
Alright guys, thank you so much for watching my video till now. जसले यतिखेरसम्म मलाई भिडियो हेरेर साथ दिनुभयो सम्पूर्णलाई धेरै धेरै धन्यवाद दिँदै अब अर्को च्यानलमा चाहिँ भिडियो छिटै आउँछ। यो च्यानलमा चाहिँ म अब एकदम अप टु डेट हुन्छु, भिडियो रेगुलर रूपमा हालिराख्छु। थ्यांक यू सो मच गाइज। अब भने बिदा हुन चाहन्छु। हस्त नमस्ते, बाई एभ्रीवन, लभ यू।